र हेलो गाइस, म कहाँ छु भन्दाखेरि चाहिँ है पेसोक है यहाँको यसरी हिमालयन हाइट्स है यहाँ म आइरहेको छु है। यहाँको बारेमा पनि तपाईँहरूलाई एकदमै जानकारी दिनेछु र मेरो भिडियो चाहिँ मन पऱ्यो भने सेयर लाइक गरिदिनु होला है। यहाँ हाम्रो ओनर भाइ हुनुहुन्छ है, उहाँको चाहिँ एकदमै राम्रो यो के हो भाइ, मतलब स्वागत छ तपाईँलाई मेरो पेजमा है। हजुर, यो चाहिँ अब हाम्रो होमस्टे अब अहिले भर्खर सुरु गरेको हजुर होमस्टे र क्याम्पिङ छ यता चाहिँ। यसमा अब तपाईँले क्याम्पिङको प्याकेज अलग्गै हुन्छ है, यताको प्याकेज अर्कै हुन्छ कटेजको। त्यसको हिसाबले अब जस्तो क्याम्पिङमा तपाईँको 1500 पर पर्सन छ। त्यसमा चाहिँ तपाईँले अब के इन्क्लुडेड हुन्छ भन्दाखेरि चाहिँ तपाईँको बार्बिक्यू भयो, बनफायर भयो है, दार्जिलिङको डिनर, ब्रेकफास्ट, इभिनिङ स्न्याक्स पाउनुहुन्छ। हजुर त्यस्तो हुन्छ है। अन्त यताको चाहिँ अब कटेजको फेरि अलग्गै छ। यसमा चाहिँ 2000 पर पर्सन हो। अन्त खालि रुम मात्रै लिनुभयो भने चाहिँ तपाईँको 3000 रुपिज हो पर नाइट। हजुर, पर नाइट मतलब रुमको मात्रै चाहिँ त्यति हो। अरू चाहिँ तपाईँले हजुर हाम्रो मेन्यू छ, त्यसबाट तपाईँले अर्डर गर्दाखेरि फुडिङ लजिङ चाहिँ अलग्गै है। फुडिङ लजिङ चाहिँ अब तपाईँको 2000 पर पर्सन गरेर आउँछ। त्यसमा चाहिँ तपाईँको डिनर, ब्रेकफास्ट, इभिनिङ स्न्याक्सहरू पाउनुहुन्छ। यो यसको त यो भनिदिइहाल्नु भयो है तपाईँहरूले। ल त गाइस है, तपाईँहरूले जहाँबाट पनि मेरोमा हेर्नुहुन्छ है, तपाईँले अवश्य यहाँ भिजिट गरिदिनु होला एकपल्ट। यो एकदमै राम्रो छ है, यहाँनिर एकदम एकदमै अब हाम्रो चाहिँ नेचरल छ यो है। तपाईँहरू जहाँ कहीँबाट पनि आउनुहुन्छ भने चाहिँ है म कन्ट्याक्ट नम्बर राखिदिएको हुन्छु र तपाईँहरूले कन्ट्याक्ट गरेर बुकिङ पनि गर्नु सक्छ नि भाइ। हजुर हजुर, बुकिङ तपाईँले अनलाइन पनि गर्नु सक्नुहुन्छ, मेक माई ट्रिपहरूतिर पनि छ, नभए तपाईँले डाइरेक्ट बुकिङ गर्दाखेरि हुन्छ। अनलाइनको उयो चाहिँ भनिदिनुहोस् न, कन्ट्याक्ट नम्बर पनि। कन्ट्याक्ट नम्बर चाहिँ तपाईँले 6296534179मा तपाईँले वाट्सएप नभए कल गर्दाखेरि तपाईँले बुकिङ गर्नु सक्नुहुन्छ। जस्तो बाहिर कलकत्ताहरूतिरबाट आउनुभयो भने चाहिँ अनलाइन बुकिङ गर्दा पनि हुन्छ है। हजुर, अनलाइन बुकिङ गर्दा त्यसको चाहिँ तपाईँहरूको उयो होला नि त वेबसाइट है। तपाईँको मेक माई ट्रिप जस्तो booking.com-हरू हुन्छ, त्यस्तो भयो तपाईँले त्यहाँबाट पनि गर्नु सकिहाल्नुहुन्छ। ए हुन्छ ल, हुन्छ तपाईँलाई धन्यवाद है। र त सम्पूर्णमा गाइस है, तपाईँले देख्नु सक्नुहुँदैछ है, एकदमै राम्रो जग्गा छ है। म हुनु चाहिँ अब म धेरैपल्ट नै यो बाटोहरू ओर्दर गरेँ, तर आज फर्स्ट टाइम चाहिँ यहाँको ओनर भाइले चाहिँ भाइलाई अब पर्मिसन मागेर चाहिँ मैले गर्दैछु है। एकदमै राम्रो भ्यू छ है, तपाईँहरू आएर चाहिँ यहाँ इन्जोय गर्न सक्नुहुन्छ है। यहाँ चाहिँ सबै कुरो हुन्छ है, तपाईँले देख्नुहुन्छ है यहाँनिर। यसको त तपाईँलाई पर रेट त अब भनिदिइहाल्नु भएको छ भाइले है, तपाईँहरूले एकदमै देख्न सक्नुहुन्छ। र यहाँबाट एकदमै भ्यू चाहिँ एकदमै राम्रो रहेछ है, एकदमै राम्रो छ, एकदमै अब नेचरल छ क्या तपाईँहरूलाई। अब अहिले त झन् अब यो गरमको जग्गा है, गरमले गर्दाखेरि अब बेसी गरम जग्गामा चाहिँ अब बस्नु सक्दैन नि त है। त्यसले गर्दाखेरि चाहिँ अब तपाईँहरू यहाँ आएर इन्जोय गरेर एकदम रिल्याक्स भएर तपाईँहरू जानु सक्नुहुन्छ। र हेर्नुहोस् त एकदमै राम्रो बनाउनु भएको छ है। यहाँबाट पनि अलिकति भ्यू कस्तो देख्दा रहेछ हेरौँ है त है गाइस। र त तपाईँहरूले यो भिडियोलाई चाहिँ मन पऱ्यो भने सेयर लाइक कमेन्ट गरिदिनुहोस् होला है। म चाहिँ यस्तै आफ्नै लोकल एरियाहरू नै म तपाईँहरूलाई देखाउने कोसिसमा छु। तपाईँहरूले मन पराउने हुन्छ भन्ने म आशा राख्दछु है। र यहाँनिर हेर्नुहोस् त स्विमिङ पुलको पनि व्यवस्था छ है। यहाँ सायद अहिले पानी त अलिक कम्ती छ, तर अब यो बिस्तारो बनिन्छ होला। तर एकदमै राम्रो नेचरल छ क्या यहाँनिर, तपाईँले है अहिले पनि हेर्नु सक्नुहुन्छ। एकदम नेचरल जग्गा एकदमै राम्रो छ क्या। तपाईँहरूले यहाँ बसेर एकदम है, एकदम कफी चाय पिउँदै होइन, एकदम बेलुकातिर यसो साथीभाइसँग चाहिँ दामी इन्जोय हुनेछ क्या। मजाको छ, एकदम शान्ति जग्गा, कुनै त्यो यस्तो कुनै भिडभाड कुनै के हो त्यस्तो छैन, एकदमै राम्रो है। यहाँ एकपल्ट चाहिँ तपाईँहरूले भिजिट गरिदिनु होला है। तपाईँहरूलाई कन्ट्याक्ट गरेर पनि तपाईँहरूले है बुकिङ गर्नु सक्नुहुन्छ। र म यस्तो भिडियो अझै राम्रो राम्रो भिडियोहरू चाहिँ तपाईँहरूको सामनेमा ल्याउँछु होइन। तपाईँलाई मन पऱ्यो भने सेयर लाइक कमेन्ट गरिदिनु होला है। एकदमै हेर्नुहोस् त, यस्तो दामी बनाउनु भएको रहेछ कि यो चाहिँ अब हामी त धुपी भन्छौँ है, प्लान्ट एउटा होइन। एकदमै राम्रो हेर्नुहोस् त यहाँनिर। अब तपाईँहरूको पार्टी हुने बर्थडेहरू यसो है सेलिब्रेसन गर्नु है सक्नुहुन्छ। यहाँ तपाईँहरू यो बाहिरै हामी यस्तो गर्छौँ, क्याम्प गर्छौँ भन्यो भने यो पनि फेसिलिटी एभाइलेबल रहेछ है। र तपाईँहरू एकपल्ट चाहिँ यहाँनिर भिजिट गरिदिनु होला। एकदमै राम्रो दृश्य भइरहेको छ है, दृश्य पनि दामी छ, एकदमै तपाईँहरूलाई मनपर्ने छ यो जग्गा चाहिँ क्या।
ल त गाइस यो भिडियो चाहिँ मन पऱ्यो भने सेयर लाइक कमेन्ट गरिदिनु होला है। यो चाहिँ हिमालयन हाइट्स रहेछ है। यो चाहिँ तपाईँहरूले एकपल्ट चाहिँ भिजिट गरिदिनु होला। थ्याङ्क यू।